हेलो साथीहरु नमस्कार, के छ हालखबर? सञ्चारमा हुनुहुन्छ? तपाईले आजभोलि सुन्नुभयो होला कि WhatsApp त सबैजनाले युज गर्नुहुन्छ होला हैन? तपाईले सुन्नुभएको होला कि अहिले WhatsAppमा पनि फोन नम्बर नदिकन युजर नेमबाट अब त्यसलाई चलाउन सकिने। अब त्यसमा तपाईले Facebook पनि नाम राख्न सक्नुभयो, जे पनि राख्न सक्नुभयो। तर युजर नेम बनाउँदा सबैभन्दा पहिला राख्नु भएन तपाईले एकदमै के भन्छन् चुजी आफूले चाहे जस्तो गराउन पाउनुहुन्छ भनेर चाहिँ यहाँ इन्फर्मेसनहरु आइरहेको छ। यसलाई चाहिँ कसरी गराउन सकिने छ त? मेरो अर्को फोनमा एउटा चाहिँ WhatsApp छ, त्यसमा चेक गरौँ है त। अब यसमा मैले चाहिँ WhatsApp खोलेँ, WhatsApp खोलेर यसको सेटिङमा जानु पर्यो। सेटिङमा जाँदाखेरि अब अकाउन्टमै होला पक्का पनि। यो अकाउन्टमा गर्दाखेरि यहाँ चाहिँ योर एकाउन्टमा युजर नेम भनेर आएछ। फोन नम्बर पनि चेन्ज गर्न मिल्ने छ, युजर नेम पनि छ। अब युजर नेममा मैले क्लिक गरेँ। अब यहाँ के भनेको छ भने युजर नेम कमिङ सुन, रिजर्भ योर युजर नेम भनेको छ। अब युजर नेम रिजर्भ मैले चाहिँ गर्छु। इन्स्टाग्राम र फेसबुकको नाम पनि राख्न सकिने रहेछ। मैले युजर नेममा क्रिएट गरेँ @ अब यसलाई मैले के राखौँ? दया युजर नेममा यो नट एभाइलेबल। यो युजर नेम चाहिँ एभाइलेबल छ। @ बेलवासे यो चाहिँ युजर नेम एभाइलेबल छ। अब यसलाई चाहिँ मैले यो पनि एभाइलेबल छ। यसलाई मैले सेभ गरिदिन्छु। सेभ गरिसकेपछि के हुँदो रहेछ? यो रिजर्भ soon you can share your username instead of phone number when connecting with someone people. First time we will let you know when your username is ready to use भन्छ। अब यहाँ यो युजर नेम बनिसक्यो। यस्तो भइसकेपछि तपाईले कसैलाई पनि ल मेरो यो WhatsApp है, WhatsApp को युजर नेम भनेर तपाईले यस्तो टाइपको चाहिँ नाम दिनुभयो भने यो चाहिँ तपाईको युज हुन सक्ने रहेछ। अब यो नम्बरको लागि हो या चाहिँ फोन नम्बर चेन्ज भयो भने त्यही युजर नेमले काम गर्ने हो, त्यो चाहिँ पछिको कुरा हो हैन। अब चाहिँ एभ्रीवन कनेक्टेड विथ द युजर नेम अन द WhatsApp भन्ने यहाँ लेखेको छ। यसको चाहिँ यो रहेछ। तपाईले आफ्नोमा चेक गर्नुभयो कि भएन, यो अप्सनहरु आयो कि आएन कमेन्टमा लेख्न नभुल्नु होला। अरु के छ सञ्चारमा हुनुहुन्छ नि, फेसबुकमा चाहिँ अर्निङको लागि भिडियो बनाउँदाखेरि भिडियोका क्याप्सनहरु राख्दाखेरि अलिकति राम्रो र जज हुने खालको मात्रै राख्नु होला। अन्यथा चाहिँ नराम्रो त्यहाँ जज भयो भने अकाउन्टमा चाहिँ समस्या आउन सक्छ है त। धन्यवाद।